नमस्ते, म धनबहादुर गुरुङ र मेरो चाहिँ जन्म लमजुङ जिल्ला नालमा भए तापनि अहिले हाल म चाहिँ पोखरामा नै बस्छु र म 2044 सालबाट ढाके कला मन्दिरमा कार्यरत थिएँ र हाल म आफैले सानो एउटा व्यवसाय यो कलाकारिता क्षेत्रमा नै मैले आफैले चाहिँ एउटा सानो विभिन्न जातिको ड्रेसअप अनि चाहिँ म्युजिक कम्पोजरदेखि लिएर यो सानो काममा म चाहिँ निरन्तर लागि र यही पेसासँग सम्बन्धित एउटा हाम्रो कला केन्द्र भनेर मैले एउटा सानो एउटा नाम राखेको छु एउटा संस्था। यसलाई नै बिस्तारै राम्रो गर्दै लैजाने मेरो एउटा लक्ष्य छ। त म सानैबाट यस्तो यो बाँसुरी बजाउने सङ्गीतप्रति अति नै रुचि भएको कारणले पनि म चाहिँ मेरो एउटा सबै यो बाजाहरू बजाउने मेरो इच्छा, जुन त्यो बाजा बजाउने इच्छा मैले ढाके कला मन्दिरमा आएर सिकेँ। खासमा चाहिँ मेरो साधन भनेको यो बजाउने साधन भनेको बाँसुरी हो। बाँसुरीबाट मैले सुरुवात गरेँ बाजा बजाउने कुराहरू अनि गर्दा गर्दा ढाके कला मन्दिरमा आएर यो छाला बाजा मादल बजाउने त्यसै गरी तबला हार्मोनियम बजाउने विभिन्न किसिमको बाजाहरू आएँ। ढाके कला मन्दिरमा कार्यरत रहँदाखेरि मलाई जुन मेरो आदरणीय गुरु उहाँ स्वर्गवास हुनु भइसकेको छ, तैपनि उहाँलाई मैले सम्झिँदाखेरि उहाँले मलाई चाहिँ उहाँबाट धेरै प्रेरणा मैले चाहिँ पाएको। जब मैले उहाँबाट चाहिँ गीत बनाउने, जुन गीतलाई सङ्गीत बनाउने कुराहरू चाहिँ उहाँबाट मैले एउटा उहाँको प्रेरणाबाट मैले मिलेँ। मलाई जति अरू कलाकारलाई भन्दा पनि अरू कलाकार भाइ बहिनीहरू थुप्रै थिए, तापनि मलाई एउटा मैले सानैबाट ढाके कला मन्दिरमा गएर 24 वर्ष मैले निरन्तर मैले काम गरेँ। त्यो क्रममा मैले चाहिँ मैले त्यो गीत बनाउने, सङ्गीत बनाउने कुराहरू म आफैले पनि अचम्म लाग्छ। किन भन्दाखेरि कुनै डाँडा काँडाको पाखा पखेर अनि खोला नाला जुन यो यसको आवाज, यसको ध्वनि सुन्ने बित्तिकै अचम्म तरिकासँग ममा एक किसिमको भाका आउँथे र त्यो त सधैँ छ। जब रेडियोमा कुनै समाचारको धुन, रेडियोमा एउटा बाँसुरीको धुन आउने बित्तिकै मलाई यति भित्री मनबाट यति इच्छा लाग्थ्यो कि मैले पनि यसरी बाँसुरी बजाउनु पाएँ र बाँसुरी बजाएर म पनि एउटा नामी मान्छे बन्न पाएँ। मलाई त्यस्तो लाग्थ्यो, मलाई सानो उमेरमा हुँदाखेरि। अनि गाउँघरमा एउटा सामान्य परिवारमा एउटा जन्मेको मान्छेमा होइन, अब गाउँघरमा एउटा बाँसुरी कसरी बजाउने, बाँसुरी कसरी बनाउने भन्ने कुराहरू, एउटा छाता बिग्रेको एउटा छाताको डाँडाको टुप्पोले बाँसलाई काटेर होइन, त्यसलाई चाहिँ म आफैले चाहिँ अर्कल काटेर एउटा बाँसुरीको तर्लाई चाहिँ अर्कल काटेर चाहिँ छाताको डाँडले आगोमा तताएर छेडेर त्यसरी बनाउँथ्यो। कहिले यही सङ्गीत यो कसरी सिक्नु पाइन्छ, कसरी बुझ्नु पाइन्छ भन्ने कुराहरूमा म भदौरे जाने क्रममा काठमाडौँ पनि पुगेँ, पोखरा आउँदाखेरि एउटा मैले चाहिँ एउटा मनकाजी गुरुङ सर एउटा बाँसुरी बाजेको हुनुहुन्थ्यो। अनि जस्तै उहाँबाट उहाँ एउटा बाँसुरीमा एकदम पक्तो हुनुहुन्थ्यो। मैले उहाँ पनि म आफ्नो गुरुमा मान्दछु। उहाँबाट चाहिँ केही बाँसुरीको सम्बन्धमा थोरै केही कुराहरू मैले सिक्दै गएँ। त्यहाँबाट अझै केही मेरो बाँसुरी बजाउने कुराहरू केही हुँदै गयो। जाँदै अब त्यो सिक्दै जाँदाखेरि मैले मेरो काजीराम तामाङ सरसँग यो सङ्गीत अध्ययन परेको। हुन त मलाई गुरुङ गायक भनेर नै चिनिन्छ। अब एउटा गायकलाई राम्रो, एउटा गाउने गीतलाई राम्रो बनाउनुको लागि सङ्गीत सृजना अनि एरेन्जरको जुन म्युजिक संयोजन भन्छ
त्यसको पनि ठुलो भूमिका हुन्छ। त्यो पनि फिल्ममा आफै पनि गर्ने गर्छु। अझ एउटा के हुन्छ भन्दा सुनमा सुगन्ध नृत्यको पनि भूमिका हुन्छ। यो मलाई मनपर्ने विषय। अनि जुन अब यहाँले चाहिँ मलाई अब एउटा गायकको रूपमा एउटा दर्जा दिनुहुन्छ, नृत्यको विधामा दर्जा दिनुहुन्छ अथवा सङ्गीतकारको भूमिकामा यहाँले नाम दिनुहुन्छ। म जे भने पनि यहाँले माया गरेर जुनै जे नाम दिए पनि म अत्यन्त खुसी नै छु। मेरो यो तीनै विधा चाहिँ मेरो मनपर्ने एकदमै अत्यन्तै मनपर्ने विषय हो। त्यसो भएको हुनाले मैले समय छुटाएर गर्छु। सङ्गीत संयोजन गर्ने बेलामा मैले सङ्गीत संयोजनप्रतिकै कुरालाई जुन यो कामलाई नै एकदम ध्यान दिन्छु। जस्तै गाउने पर्ने कुराहरूमा हुन्छ, त्यसमा त अब झन् ध्यान दिनुपर्ने कुरा हुन्छ। नृत्यको कुराहरूमा भयो, नृत्यकै कुरालाई अलिकति ध्यान दिएर मैले काम गर्ने गर्छु। त्यो बेलामा सङ्गीत सिर्जना गर्ने कुरालाई सोचेर पनि भएन होइन। नृत्य गर्दा नृत्यकै कोही फिल्डको एउटा समय छुटाएर गर्नुपर्ने हुन्छ। यो तीन विधा मेरो मनपर्ने विषय भएको हुनाले मैले चाहिँ समय छुटाएर गर्ने गर्छु। बढी चाहिँ म अलि व्यस्त भनेको नै मेरो काम गर्ने, बढी चाहिँ म समय यो सङ्गीत संयोजन गर्नेमै चाहिँ मेरो समय चाहिँ त्यसमा चाहिँ बढिरहन्छ। मलाई चाहिँ सबभन्दा एउटा सङ्गीत बनाउनुको लागि मलाई एउटा काम दिनुभयो स्वर्गीय मेरो आदरणीय गुरु क्याप्टेन मिनबहादुर। त्यो गीत थियो यो हर्कबहादुर, कवि हर्कबहादुरका यो बर्खै खजे छु खबर भूमिनु तालाजी विषय सबनमा बिउनु भन्ने यो शब्द थियो। त्यतिखेर त्यो शब्दहरू पनि अझै राम्रोसँग बुझेको थिएन मैले। जुन बुढाले मलाई, जुन मेरो गुरुले यो गीत, यो सङ्गीत बनाऊ त भनेर मलाई जिम्मा त दिनुभयो। त कसरी बनाउने भन्ने कुरोमा मलाई चाहिँ एउटा एक किसिमको एउटा जिम्मेवारी आयो। अनि त्यो सङ्गीत बनाउनु त मैले कसरी बनाउनु, लयलाई कसरी मोड्ने, यो शब्द त मैले पाएँ, यसलाई चाहिँ कसरी बनाउनु भन्दै मैले त्यो शब्द लिएर यो पोखराको माथि धारा पानी त्यो जङ्गलमा गएर म चाहिँ एक्लै बसेँ। असारको बेलामा, बर्खा समयमा टक्क समयले पनि त्यो मलाई चाहिँ त्यो समय नै एउटा मिल्यो क्या, एउटा संजोगले। तल चाहिँ खेती किसानहरूले खेत रोप्दै थियो, धान रोप्दै थियो है, बौँसे गर्दै थियो, खेत जोत्दै थियो होइन। अनि त्यो क्रममा मैले त्यसलाई हेरेर म आफूमा एउटा लय बनाएको थियो कि बर्खै खाजे चुप बर्खै खाजे तोबे माझे चु खबर भूमिनु तालाजी विषय, यस्तै किसिमको भाका बन्यो क्या। अनि गर्दाखेरि त्यो भाका बन्यो। अब यो भाका त बन्यो त यो फेरि यो चाहिँ हाम्रो क्याप्टेन साहबले चाहिँ मनपर्छ पर्दैन भन्ने फेरि एक किसिमको एउटा मनमा चाहिँ छुट्टै किसिमको एउटा सङ्कुचल भयो क्या। हामी जाँदाखेरि बुढाले चाहिँ ल ठिक छ भनेर भन्दा त्यतिखेर मलाई 50 रुपियाँ दिनुभयो क्या बुढा। यो हेरबेट छाबरानी ओल्छनी भन्ने जुन गीत चाहिँ एकदमै सुपर हिट भयो। त्यो चाहिँ मैले त्यो गीत चाहिँ मलाई कोही मन पर्छ। माया मारने चाबी आई गाला माया हिराले मोतिया, बडा राम्रो गीत बनेको क्या। यसका जुन यो शब्द रचना हाम्रा स्वर्गीय लोकबहादुर सरले रच्नु भएको, लय पनि उहाँले गर्नुभएको क्या। मैले चाहिँ सिर्फ गाउनु मात्रै गाएँ। र यो यति सिम्पल सरल शब्द छ कि सबैले बुझ्ने खालको क्या।
त्यसो भएको हुनाले म र ज्योति गुरुङले गाएँ त्यो गीत चाहिँ धेरै श्रोताले मन पराइदिनु भयो। अनि त्यो गीत गाइसकेपछि त्यहाँबाट चाहिँ मलाई एउटा धनबहादुर गुरुङहरू चाहिँ गुरुङ गीतहरू बन्दै गए, राम्रो बन्दै गयो होइन। श्रोताले त्यति मन पराइदिनु अनि सुपर एकदमै हिट रिमे तुमे प्रेतनाहरू। त्यो गीतले त अत्यन्तै एउटा सानो नर्सरी बच्चादेखि लिएर एउटा वृद्ध मान्छेले पनि गुरुङ जातिले मात्रै नभइकन गैर जातिले पनि अब चाहिँ त्यो गीतहरूलाई एकदमै मन पराइदिने कि। त्यसो भएको हुनाले त्यो गीतले मलाई चाहिँ एकदमै धनबहादुर गुरुङ भनेर चिनिने एउटा त्यो गीतले चाहिँ एकदमै बनाइदियो। त्यो गीतले मैले धेरै ठाउँहरूमा पनि एउटा भ्रमण साङ्गीतिक भ्रमण गर्न पाएँ। प्रेम तुमै प्रयत्न रोदिरी प्रेम सेना तिखेर भए जुनेरी, यस्तो गीत। यो चाहिँ यति राम्रो थियो, एकदम सिम्पल, जसले पनि गाउन सक्ने त्यस्तो छ। अनि अब सङ्गीत पनि त्यस्तै, शब्द त्यस्तै होइन। यो लय चाहिँ जुन हाम्रो स्वर्गीय बहादुर सरले गर्नुभयो, त्यसपछि हामी दुवै बसेपछि अझै त्यसलाई चाहिँ परिमार्जित क्या भने हे रिम तुमे गरेर मैले उठाइदिएँ। रिम तुमे प्रयत्न रोदिरी माया पिरत गरेर ल्याउनुहुन्थ्यो होइन। हे रिम तुमे प्रयत्न रोदी अलिक थोरै परिमार्जित क्या। अनि त्यो अनुसारको तालबद्ध भयो, छुट्टै किसिमले अब चाहिँ गर्दाखेरि यो साउन्ड सेलेक्सन हुन्छ, त्यो पनि राम्रो बन्दै गयो कि, यति राम्रो बन्यो कि। अनि चाहिँ जे होस् यो गीत पक्कै राम्रो हुन्छ जस्तो मलाई लाग्थ्यो कि। त्यो त पछि आएर त्यो गीत राम्रो भयो, सबैले मन पराइदिनु भयो। रिम तुमे प्रयत्न रोदिरी प्रयत्न रोदिरी प्रेम सेना तिखेर जुनेरी माया पिरती धेनो शिरमाथे माया पिरती धेनो शिरमाथे प्रयत्न रोदिरी प्रयत्न रोदिरी प्रेम सेना तिखेर जुनेरी माया पिरती धेनो शिरमाथे माया पिरती धेनो शिरमाथे। अब म सङ्गीत यात्रामा जाने क्रममा अब चाहिँ म इन्डिया गएँ होइन, त्यसो नेपालको विभिन्न क्षेत्रहरूमा गएँ। यो तर गुरुङ गायकको रूपमा एउटा सङ्गीत यात्रा जाँदाखेरि म चाहिँ हङकङ गएँ है। हङकङ धेरै पटक गएँ, जुन तमुटो हिल्लाले जुन आयोजन गरेको कार्यक्रममा धेरै पटक गएँ। त्यसरी रोदी कार्यक्रममा गएँ होइन। त्यसपछि लमजुङ समाजले गर्नुभएको त्यो कार्यक्रममा पनि म गएँ, हङकङले भयो। अनि युके गएँ, कोरिया गएँ, जापान गएँ होइन, दुबई गएँ। अनि यो जाने क्रममा चाहिँ सबैभन्दा राम्रो त प्रायः ठाउँमा अब यो गुरुङ समाजले गरेको कार्यक्रम एकदमै राम्रो हुन्छ, अति नै उत्कृष्ट हुन्छ, म्यानेजमेन्ट एकदम राम्रो हुन्छ। तैपनि मैले भन्नुपर्दाखेरि मलाई बढी मन पराएको होइन, म आफैले भित्र मनबाट मन पराएको ठाउँ चाहिँ जापान भयो। जापानमा एकदमै राम्रो भएको कार्यक्रम, धेरै कलाकारहरू भएको ठाउँ जापानमा पनि छ। नेपाली हाम्रो गुरुङ कलाकारहरू पनि त्यहाँ धेरै छन् होइन, हाम्रो नेपाली कलाकारहरू धेरै छन्। त्यसो भएको हुनाले जापानमा यति राम्रो त्यो कार्यक्रममा एउटा साउन्ड सिस्टम पनि यति राम्रो थियो कि मलाई जापान चाहिँ
मेरो सङ्गीत यात्रामा जानेको जहाँ मलाई मन परेको ठाउँ भयो। अब यो मैले यो क्षेत्रमा लागेर मैले जुन यो सम्मान पाएँ, जुन त्यो सम्मान चाहिँ अब यो अखिल विद्यार्थी सङ्घबाट मैले त्यहाँबाट सम्मान पाएँ। त्यसै गरी तमुल छोकी लमजुङबाट अभिनन्दन उहाँले दिनुभयो, जस्तै हाम्रो अनुशीलन कला केन्द्रबाट भयो, त्यहाँबाट सम्मान भयो। अनि जुन यो पस गाउँले आयोजन गरेको कार्यक्रममा त्यहाँ पनि मलाई सम्मान दिनुभयो। त्यसै गरी धेरै ठाउँबाट मलाई सम्मान चाहिँ दिनुभयो। जस्तै अन्नपूर्ण एफएमले जुन आयोजन गरेको एकदम राष्ट्रव्यापी कार्यक्रममा, त्यसमा पनि मलाई जुन एउटा उत्कृष्ट एउटा प्रतिभा सम्मान भन्ने पुरस्कार मलाई दिनुभएको थियो, त्यसमाबाट पनि एकदमै उहाँहरूले मलाई चाहिँ चुनेर मलाई सम्मान दिनुभयो। अनि यस्तो सम्मानहरू धेरै मैले चाहिँ पाइरहेको छु। जुन मैले गरेको कामबाट उहाँले मेरो मूल्याङ्कन गरेर यो जुन सम्मान दिइराख्नु भएको छ, मैले गर्नुपर्ने अझै छ। उहाँले यस्तो यो सम्मान दिएपछि ममा धेरै कुराहरूको जिम्मेवारी हुन्छ, यी अझै पनि योभन्दा अझै गर्नुपर्ने के छ। तर आफूलाई लाग्छ अझै पनि केही पनि गर्न पर्ने धेरै कुराहरू छ जस्तो लाग्छ, तर कति कुरा त अब जानेको छैन जस्तो लाग्छ। त्यसलाई अब चाहिँ त्यो त्यसलाई पनि अझै पनि मैले गर्नुपर्ने पुरा गर्नुपर्ने कुराहरू त बाँकी नै छ हैन। अनि हालसालै अब चाहिँ गुरुङ फिल्म एसोसिएसनबाट भएको यो गुरुङ फिल्म एउटा एवार्ड कार्यक्रममा पनि जुन कार्यक्रम भयो, मैले यो 2 विधा पाएँ है। प्लेब्याक सिङ्गरमा, त्यसै गरी ब्याकग्राउन्ड म्युजिक प्लेब्याक म्युजिक 2 विधामा मैले चाहिँ एउटा एवार्ड चाहिँ मलाई त्यो बेलामा मैले पाएँ। हुन त मैले सङ्गीतमा लागेको थिएँ 44 सालबाट आएँ होइन। 44 साल 45 सालबाट त मैले यो क्षेत्रमा निरन्तर 44 सालबाटै निरन्तर लाएँ। त्यसको फलहरू मलाई चाहिँ दिएर पाइरहेको छ। हुन त काम गर्दै जाने होइन, काम गर्दै जाने फल पाउँछ भन्ने आश होइन कि काम गर्दै जाने, त्यसको सफल श्रोताहरूको माया, श्रोताहरूले दिनुभयो जुन आशिष, मेरो बाबाआमाको आशीर्वाद र श्रोताहरूले दिएको माया नै त्योभन्दा ठुलो मेरो लागि के नै हुन्छ र। तर फल पाउनु पर्यो, पुरस्कार पाउनुपर्छ, सम्मान पाउनुपर्छ भन्ने मलाई लाग्दैन। तपनि मलाई जुन चुनेर दिइराख्नु भएको छ माया, जुन सम्मान, त्यो मेरो लागि सबभन्दा ठुलो सर्वश्रेष्ठ चिज हो। म त्यो मान्दछु। मैले गर्नुपर्ने धेरै छ। म चाहिँ नेपथ्यमा रहन चाहन्छु। म चाहिँ प्रत्यक्ष अरूको अगाडि देख्न मलाई त्यति वास्तवमा मलाई भन्नु पर्दाखेरि त्यति इच्छा लाग्दैन। तर हुन त मेरो श्रोताले होइन मलाई प्रत्यक्ष देख्ने इच्छा हुँदो हो, तर वास्तवमा मलाई चाहिँ मेरो कामलाई हेरोस्, मेरो कामप्रति उहाँले चाहिँ एउटा मूल्याङ्कन गरोस् है। मान्छे त देखिन्छ हो यस्तै रहेछ बसिदियो, तर कामप्रति हो। म चाहिँ नेपथ्यमा रहन चाहन्छु, तर अवश्य देखिन्छ। म जति पनि कार्यक्रममा गएँ मलाई देखिन्छ, जति मलाई माया गर्ने जति श्रोताले देखिरहनु भएको छ, त्यो एउटा मेरो उहाँहरूसँगको नजिकको एउटा पहिचान भइहाल्यो। तर वास्तवमा मलाई चाहिँ त्यसरी चाहिँ आफूले त्यो गायनको सँगसँगै आफै चाहिँ भिजनमा उत्रिने त्यति मलाई इच्छा लाग्दैन। मैले हुन त मैले एउटा नालमा गाउँको फिल्ममा पनि खेलेँ। यो कुनै मेरो गाउँको एउटा साथीहरूको, मेरो बाआमाहरूको अनुरोधमा मैले खेलेँ हैन। सायद पर्दा पछाडि रहेर काम गर्न त्यो निकै नै राम्रो हुन्छ जस्तो लाग्छ है। जुनै पनि काममा एउटा छोरा मान्छे सफल हुनुको लागि एउटा नारीको एकदम ठुलो भूमिका हुन्छ। जुन मलाई यो क्षेत्रसम्म आउन सपोर्ट गर्न मेरो श्रीमतीको एकदम ठुलो भूमिका छ। उहाँले मैले गरेको दुःख जति पनि मैले दुःख गरिरहेको उहाँले बुझ्छ। त्यसै गरी मेरो 2टा छोराहरू छन्। ठुलो छोराको नाम विजय गुरुङ,
सानो छोराको नाम सञ्जय गुरुङ। सानो छोराले जुन यो घरको एउटा सानो स्टुडियो छ, यो जति पनि गीत रेकर्डिङ गर्ने अनि प्राविधिकको कुराहरूमा, यो टेक्निकलको कुराहरूमा मेरो सानो छोराले राम्रो चाहिँ एउटा उसले भूमिका खेलिरहेको छ। मलाई साथ दिन्छ। त्यसै गरी मेरो ठुलो छोराको गाउने जुन सुमधुर स्वर छ त्यो मैले मनपर्छ। पक्कै पनि उसको एउटा ट्यालेन्ट छ, उसले म्युजिक कम्पोज पनि गर्छ, सिकिरहेको छ। उसको एउटा छुट्टै किसिमको एउटा ट्यालेन्ट छ। जुनै पनि एउटा सफल व्यक्ति बन्नको लागि पक्कै पनि राम्रो एकैचोटि टुप्पोमा पलाएर कोही पनि आउँदैन। जति पनि महान व्यक्तिहरू थिए त्यो ठुलो महलबाट आएको छैन। जति पनि ठुलो व्यक्तिहरू छन् एउटा झुपडीबाट आएको छ। म पनि एउटा झुपडीबाट आएको व्यक्ति हुँ। म एउटा सामान्य परिवारमा बडा दुःख गरेर आएको। म यो सङ्गीत फिल्डमा यो काममा आउँदाखेरि कुनै ठाउँमा म भाँडा पनि माझेको छु। कसैको घरमा म भाँडा माझेर बसेको थिएँ। कसैको घरको बारीमा मैले कोदालो खनेर मैले चाहिँ बिहान बेलुका भाँडा ल्याउने, भुइँ पुस्ने यस्तो पनि गरेको थिएँ। तर मैले त्यो सङ्गीतको महल चाहिँ मैले पाएको थिएन। गर्दै जाँदाखेरि कहिले पूर्व, कहिले पश्चिम, कहिले उत्तर, दक्षिण, कता कता भोतरी हिँड्दै जाने क्रममा मैले यो सङ्गीत क्षेत्रमा जुन मैले सम्झिनै पर्ने कुरा के हुन्छ भन्दाखेरि पूर्णबहादुर गुरुङ, यो मेरै गाउँको, उहाँलाई मैले सम्झिनुपर्छ। उहाँले मलाई डाँफे कला मन्दिरमा एउटा बाँसुरी बजाउने मान्छेको आवश्यकता छ, तिमी जान्छौ भनेर सोद्धाखेरि म अत्यन्तै खुसी लाग्यो। म गुरुङ कलाकार भन्दा गुरुङ मात्रै नभइकन म नेपालको, म यही राष्ट्रको हो नि, यही नेपालकै हो नि, म यहीँको नागरिक हो नि। गुरुङ गीत गाए पनि नेपालको होइन र, राष्ट्रको लागि होइन र। मैले जुन काम गरिरहेको छु गुरुङ गीत गाएर पनि राष्ट्रकै लागि पनि त हुन्छ नि, होइन र। त्यसो भएको हुनाले गुरुङ गीत गाएर गुरुङ मात्रै हुने कुरो होइन। सयतुङ्ग फुलबारीमा विभिन्न किसिमको कलर भएको फुल फुल्दैन र, फुल्छ नि, होइन र। त्यसो भएको हुनाले मैले गुरुङ गीतै गाए पनि राष्ट्रको लागि हो। मेरो मनभित्र आफ्नो देशको माया छ, होइन र। त्यसो भएको हुनाले मैले नेपाली गीत पनि धेरै गाएको छु, बनाएको छु। तर बढी चाहिँ काम गर्ने क्रममा गुरुङ गीतहरू आउँछ। त्यो पनि देशकै लागि हो, राष्ट्रकै लागि हो। विभिन्न किसिमको सम्पदा, संस्कृति, होइन, एउटा पहिचान गर्नुको लागि, चिन्नुको लागि संस्कृति चाहियो, होइन। संस्कृतिबाट चिनिनु भयो, सम्पदाहरू हुनु पर्यो। यो एउटा कलाकारले त्यो सम्बन्धीको कुरा संरक्षणको लागि कलाकारले पनि ठुलो भूमिका गरिरहेको हुन्छ। विभिन्न भाषा, वेशभूषा, होइन, विभिन्न संस्कृति त्यो देशमा रह्यो भने अवश्य त्यसबाट पनि एउटा फाइदा बनाउँछ देशलाई। अनि थारू गीत पनि बनाएको छु मैले, जस्तै तामाङ सेलोको गीतहरू बनाएको छु, होइन। विभिन्न किसिमको माझी गीतहरू भयो, सताराहरूको भयो, विभिन्न चाहिँ यो देशमा रहेको विभिन्न सयथुङ्ग फुलबारीभित्र रहेको यो संस्कृतिहरू यति किसिमको चाहिँ धनी छौँ हामी नेपालीहरू। त्यहाँबाट मैले खोजी गरेर विभिन्न किसिमको जात जातिको गीतहरू मैले कलेक्सन गरिरहेको छु, बनाइसकेको छ। त्यो पनि केही समयपछि मैले चाहिँ श्रोताहरूको माझ चाहिँ मैले पस्काउने मैले सोच गरिसकेको छु, होइन। म सबै किसिमको गीतहरू बनाउन चाहन्छु, गाउन चाहन्छु। अनि नेपाली गीत पनि गाएको छु, जस्तै ताङटिङको मेलैमा, होइन, ट्याक्कै नजर लाग्यो नि नौलो मायालाई। कुनै गीतहरू मैले बनाएर चाहिँ त्यतिकै चाहिँ रहिराखेको छ, कम्प्युटरमा नै छ क्या। त्यो पनि म चाहिँ केही समयपछि मैले चाहिँ श्रोताहरूको अगाडि मैले पस्काइदिन्छु। नेपाली गीतहरू पनि मैले धेरै बनाइसकेको छु।
हेरी नबनौ खोटी नबनौ खोटी ए बताइदेऊ न नाम के हो एकचोटि ताङतिङको मेलैमा सिधै नजर जुदाउने को होला भेट भएको बेलैमा नबनौ खोटी नबनौ खोटी ए बताइदेऊ न नाम के हो एकचोटि ताङतिङको मेलैमा सिधै नजर जुदाउने को होला भेट भएको बेलैमा ए सिधै नजर जुदाउने को होला भेट भएको बेलैमा भित्र रहेर यसरी सबैसँग सबै ठाउँमा यो संस्कृतिको बारेमा निरीक्षण गर्दै यो काममा म निरन्तर लागिरहनेछु। अनि जुन विभिन्न हाम्रो देशमा यो संस्कृतिको एक किसिमको एउटा सम्पदा छन्, यो सम्पदालाई अझै खोजेर पनि अझै चाहिँ खोजी गरेर यसलाई चाहिँ श्रोताहरूको माझ ल्याउने मैले यो सोच पनि गरिरहेको छु। मेरो अत्यन्तै मनपर्ने विषय भएको कारणले पनि मैले यो फिल्डलाई एकदमै यसलाई अझै निरन्तर दिनेछु भन्ने वाचा गर्न चाहन्छु। सर्वप्रथम त म मोजगर जुन .com म हृदयदेखि धन्यवाद दिन चाहन्छु। जुन ममा रहेको एउटा एक दुई शब्द जुन मेरो कथा व्यथाहरू जुन एउटा थोरै भए पनि श्रोताहरूको अगाडि पस्काउने भन्ने एउटा अवसर दिनुभयो। अझै उत्तरोत्तर प्रगति होस्, श्रोताहरू अझै पनि मेरो काम जुन यो कला क्षेत्रमा रहिरहेको कामलाई अझै निरन्तर दिँदै रहनेछु। जुन मेरो चाहिँ जन्मेको यही क्षेत्र हो, जन्मेको यही सङ्गीत हो, यही फिल्डै हो र अन्त्य पनि यही क्षेत्र यही फिल्डै नै हो। म यो भन्न चाहन्छु। अनि चाहिँ सबैको सुखी रहोस्, सुस्वास्थ्य होस्। नमस्ते। यसरी माया गर्दै गर्नु होला। धन्यवाद।